कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने अन्तिम तयारीमा सरकार पुगेको छ। मैले 5-6 वटा स्पष्टीकरण दिएँ होला, सोधे होला, त्यसले माने राख्दैन। कुलमान घिसिङमाथि जुन आतंक सिर्जना गरिएको छ, यसको मुख्य उद्देश्य के हो? अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र गर्ने होइन कि 0 नम्बर दिने रे। खबरदार पनि भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखट्यौँ भने हामी हजारौं कुलमान लिएर आउनेछौँ। विद्यार्थी यदि जाँचमै उपस्थित भएन भने उहाँले कति नम्बर प्राप्त गर्नुहुन्छ मलाई सोध्न मन छ। नेपाललाई लोड सेडिङ नै बिर्साउने गरी प्राधिकरणको नेतृत्व गरेका कुलमानको कामलाई 0 नम्बर दिएर होस् वा पटक पटक स्पष्टीकरणको डण्डा चलाएर अपमान गरेको ऊर्जा मन्त्रालयले अन्ततः आफ्नो अन्तिम अस्त्र प्रहार गरेको छ। संसदमा कुलमानमाथि भइरहेको हरासमेन्टको जवाब खोजिरहेका सांसदहरूलाई जवाब दिन सरकारलाई सभामुखले रुलिङ गर्दै थिए। मान्य मन्त्रीहरूको